हेलो एभ्रिवान। आज चाहिँ हामी गढी मन्दिर जाँदैछौँ। पाण्डम गढी मन्दिर जानुको लागि हामी सबैजना रेडी हुँदैछ। नानीहरू पनि रेडी हुँदैछ। सबैजना हामी चाहिँ आज चाहिँ फ्यामिली हाम्रो चाहिँ सानो भाकल थियो, त्यही भएर चाहिँ आज हामी सबैजना जाँदैछ। नानीहरूलाई चाहिँ अब भोकै लानु भएन भने चाहिँ नानीहरूलाई चाहिँ खाना खिलाउनको लागि रेडी गर्दैछ। अनि हामी चाहिँ यहाँ बसिरहेछ। नानीहरूले खाना खाएर लुगासुगा लगाएपछि चाहिँ अब हामी यहाँबाट हिँड्नेवाला छ। यहाँनिर भाइहरू रेडी भयो, आमा पनि रेडी भइसक्यो। अब चाहिँ एकछिनबाट हामी जान्छ। अब यहाँ हामी जानुको लागि गाडीमा चढ्दैछ। सबैजना रेडी भयो। त्यहाँदेखि अब यहाँबाट निक्लिएर चाहिँ तपाईँहरूलाई बाटोमा के कस्तो हुन्छ हामी देखाउँछौँ। बाटोको पाण्डमको भ्यूहरू, पाण्डमको अर्ग्यानिकहरू तपाईँहरूलाई अब गाडीबाट चाहिँ देखाउँछु। अब निक्लेर उत्रेर चाहिँ देखाउनु भ्याउँदिनँ होला, तर तपाईँहरूलाई गाडीबाट चाहिँ देखाउँछु। यहाँ पाण्डमको हरियाली हेर्नुहोस् के कस्तो छ। पाण्डम भिलेज एकदम हरियाली छ, सुख शान्ति छ। हामी चाहिँ अब पुग्नु आँटेको छ, आधी बाटो पुगेको छ। तर बाटो चाहिँ गढी मन्दिर जाने बाटो चाहिँ रफ छ। यो चाहिँ पुरानो बाटो, यो चाहिँ रफ छ। अनि एउटा अर्को चाहिँ उतापट्टिबाट छ, त्यो बाटो चाहिँ राम्रो छ। हेर्नुहोस् बाटो चाहिँ कस्तो छ भनेर। यहाँनिर चाहिँ अब हाम्रो गाडीको चाहिँ ग्राउन्ड क्लियरेन्स अलिक कम्ती छ नि त, त्यही भएर चाहिँ हामी पछाडिको 3-4 चाहिँ उत्रिनु पर्यो अलिक स्किड भएर, किनकि ढुङ्गा छ। त्यही भएर चाहिँ हामी स्किड भयो। अन्त आमा बुहारी मेरो बुढी चाहिँ सबजना हिँडेर आउँदैछ। बिचराहरू मजाले बसिरहेको छ, गाडी नचढेर हिँड्नु परिहाल्यो हो। तर हिँड्नु पनि मजा आउँछ अलिअलि। मन्दिर जाँदा हिँड्नै पर्छ भन्ने कुरा गर्दै हिँड्यो। अन्त त्यहाँदेखि अब चाहिँ अलिक माथि छ, एकछिनबाट पुग्न आँटेको छ। पाण्डमको यसो भ्यूहरू देखाउँछु। अनि अहिले चाहिँ निकै घरहरू बनिएको रहेछ, बिल्डिङहरू बनिएको रहेछ। धन्न वेदरले पनि साथ दियो। बिहानखेरि त पुरा पानी परेको थियो, भरे त घाम लागेर गरम भएर हो। वेदर चाहिँ दामी भएर आयो। सिनहरू अब पारीको सिनहरू त्यहाँ पाण्डमबाट चाहिँ मजाको देख्छ नि त, सिनहरू राम्रो देखेको छ। अब हामी चाहिँ यहाँ मन्दिर जाने बाटोमा आइपुग्यो, गाडी पार्किङ गर्यो। अब चाहिँ यहाँबाट चाहिँ एकछिन हिँड्नु पर्ने छ। हामी उताबाट आयो भने चाहिँ झन्डै 1 किलोमिटर हिँड्नुपर्छ। यहाँबाट आउँदाखेरि चाहिँ बेसी हिँड्नु पर्दैन, 5 मिनट जस्तो हिँड्नुपर्छ। किनकि यो चाहिँ पुरानो हो। ऊ माथि देख्दै गरेको चाहिँ तपाईँको यो चाहिँ कन्स्ट्रक्सन हुँदैछ काली मन्दिर। यो चाहिँ फ्युचरमा चाहिँ यहाँनिर निकै ठुलो काली माको मूर्ति त्यहाँनिर हुन्छ, निकै अग्लो। त्यतिखेर चाहिँ दामी हुन्छ। अहिले चाहिँ अब कन्स्ट्रक्सन छ, अन्डर कन्स्ट्रक्सन। त्यहाँदेखि चाहिँ भोलि पछि चाहिँ दामी एउटा टुरिज्म हब हो यहाँनिर, दामी हुन्छ टुरिज्मको लागि। अब यहाँदेखिको ओह्रालोको के कस्तो बाटो छ तपाईँहरूलाई म देखाउँछु। ऊ माथि हेर्नुहोस्, यो चाहिँ बनिँदैछ। यो बनिएपछि दामी हुन्छ। यहाँ चाहिँ ठुलो काली माको मूर्ति आउने छ यहाँनिर भोलिको दिनमा। अब बनिनु त अब लाग्छ होला अझै टाइम। अब यहाँदेखिको चाहिँ ओह्रालो हिँड्नुपर्ने छ। पानी बिहान परेकोले गर्दाखेरि चाहिँ बाटो अलिक चिप्लो छ, बिस्तारै हिँड्नुपर्ने भएको छ। किनकि यहाँ हतापता मान्छे हिँड्दैन नि त, त्यही भएर चाहिँ लेउहरू लागेको हुन्छ। जङ्गलको बाटो त्यही माथि, अनि पुरा यहाँ चिप्लो हुन्छ। तपाईँलाई देखाउँछु। हामी फ्यामिली डल्लै आएको, केटाकेटीदेखि लिएर सबैजना हामी चाहिँ जाँदैछौँ। म चाहिँ भाइलाई बोकेर अगाडि जाँदैछु। यो त झन् हिँड्नु मान्दैन। यहाँबाट चाहिँ फर्स्ट सिन चाहिँ यहाँ यस्तो छ, रेलिङहरू लगाएको छ। यहाँ मुनि टोइलेटहरू छ। अन्त तपाईँहरूलाई एउटा अचम्मको कुरा देखाउँछु। यहाँ चाहिँ छ स्टोनले बनिएको टेबल र चियर। स्टोनले बनाएको टेबल र चियर। यो चाहिँ आजभन्दा धेरै वर्ष अगाडिदेखिको हो कसले बनाएको कुनै, तर स्टिल अझै पनि राम्रै छ। यतिकै छ। जो पनि आउँछ यहाँ बसेर यसो फोटोसोटो खिच्छ। तर हामीले चाहिँ खिचेन, पानी परेर त्यहाँ पुरा भिजिरहेको थियो, त्यही भएर। अन्त त्यो रातो देख्दै गरेको चाहिँ त्यो राजा रानी माथि बसेको जग्गा अरे। माथि चाहिँ फर्ट छ, राजा रानी बसेको जग्गा फर्ट। यहाँबाट चाहिँ मैले भ्यू खिच्दै थिएँ, अनि आमा पनि थियो। अब यहाँदेखिको चाहिँ भित्र मन्दिर, यहाँदेखिको उता चाहिँ जानुपर्छ। यहाँ अगाडि जुत्ताहरू खोल्ने चाहिँ फर्स्टमा घन्टी बजाएर चाहिँ आइले पनि घन्टी बजाउने अरे। अन्त आइनले पनि बजाएर चाहिँ अब जानेवाला छ। मैले पनि बजाएँ। अब चाहिँ भित्र जान्छु। भित्रको
के कस्तो छ तपाईँहरूलाई गढी मन्दिरको भित्र के कस्तो छ त्यो म तपाईँहरूलाई देखाउँछु। किनकि अहिलेसम्म कतिजना आउनु पाएको छैन होला नि त, चिया आएर पनि आउनु पाएको छैन होला। कतिजना त आउनुभएको छ, एक खेप होइन दुई खेप होइन भक्कु खेप आउनुभएको छ। कतिजना चाहिँ अब आउनु पाएको छैन होला। तर पनि म तपाईँहरूलाई यहीँबाट देखाउने छु के कस्तो छ। तपाईँहरूले यहीँबाट दर्शन गर्नुहोस्, यहाँबाट दर्शन गर्दा पनि राम्रो हुन्छ। यहाँनिर देवी मन्दिर हो, देवी मन्दिरमा दर्शन गर्नु राम्रो। यहाँ तपाईँहरूको लागि चाहिँ मैले मजाले बिस्तारै भिडियो गरेर यो भिडियोमा हालिदिएको छु। दर्शन गर्नुहोस्, भगवानको नाम लिनुहोस्, मनले चाहेको कुराहरू इच्छाहरूलाई त्यहाँनिर सम्झेर भगवानमाथि राख्नुहोस्, सबै कुरा पुरा हुनेछ। यो चाहिँ म माथिबाट देखाएको। अनि यहाँ चाहिँ शिवजीको यहाँनिर शिवलिङ्ग छ। यहाँ चाहिँ अलिकति यसो केप छ नि त खोडाल, अन्त यहाँनिर चाहिँ शिवजीको यहाँनिर पानी चढाउने जग्गा छ। हामी यहाँ चढाएँ। यहाँ मैले गुरुजीको नम्बरहरू पनि छोडिदिएको छु, तपाईँहरूले कन्ट्याक्ट गर्नु सक्नुहुनेछ। तपाईँहरूलाई घन्टीहरू उयो भाकल छ भने घन्टीहरू ल्याएर यसरी चढाउँदा पनि हुन्छ। यहाँनिर अब चाहिँ हामी पूजासुजा सबै गरिसक्यो। त्यहाँदेखि चाहिँ अन्त केही नखाएकै आएको थियो नि त, त्यही भएर घरबाट चिया बिस्कुट केराहरू ल्याएको थियो। अनि यहाँ बसेर चाहिँ हामी एकछिन खायो। अन्त यहाँबाट चाहिँ मजाको भ्यू देखेँ। अन्त मैले यहाँबाट चाहिँ हल्का यहाँनिर पाण्डम स्कुलको ग्राउन्डहरू देख्दैछ। अनि मैले यसो जुम गरेर निकाल्ने कोसिस गरेँ, यसो भ्यू हेर्नुहोस् न यहाँबाट कति मजाको भ्यू देख्छ। वेदर चाहिँ एकदमै दामी भएको थियो, एकदमै हाम्रो यति मजाको दामी भएको थियो कि वेदर, क्लियर क्लाउडी दामी हो। हेर्नुहोस् न यहाँ कति मजा। अनि यसो वेदर देख्दाखेरि चाहिँ मैले पनि एउटा भिडियो बनाउँ न सरुपानी स्टाइलमा भनेर एउटा हल्का भिडियो बनाएँ। अन्त मेरो बुढी पनि भिडियो बनाउने अरे, अन्त हल्का एउटा भिडियो हल्का गएको जस्तो बनाइदिएँ। अब तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने देवी मातालाई काली मातालाई सम्झेर